नमस्कार, म सुरेश खनाल। विभूषण सापकोटाजीले एउटा प्रश्न सोध्नु भएको थियो। यो एम्बेडेड लिङ्क्ड र हाइपरलिङ्क्ड के हो? यसमा म अति नै कन्फ्युज हुन्छु भनेर एउटा मेसेज गर्नुभएको थियो। म उहाँको यो प्रश्नको लागि यी 3वटा शब्द एम्बेडेड, लिङ्क्ड र हाइपरलिङ्क्डको बारेमा केही बताउन गइरहेको छु। फर्स्ट अफ अल एम्बेडेड। एम्बेडेड भन्नाले कुनै पनि अब्जेक्टलाई आफ्नो डकुमेन्टमा युज गर्नु, डकुमेन्टमा पेस्ट गर्नु भन्ने बुझिन्छ। कुनै एउटा डकुमेन्टको अब्जेक्टहरूलाई अर्को डकुमेन्टमा प्रयोग गर्नको लागि दुईवटा तरिका छ। एउटा एम्बेड गर्ने र अर्को लिङ्क गर्ने। यो एम्बेड गर्ने कसरी हो र लिङ्क गर्ने कसरी हो, पहिला त्यो कुरालाई हेरौँ। जस्तो एम्बेड गर्नको लागि तपाईँले आफ्नो अब्जेक्टमा, जस्तो कुनै एउटा डकुमेन्ट छ अनि तपाईँलाई यहाँ एउटा इमेज चाहियो, पिक्चर चाहियो भने यसमा आएर मैले फुल स्क्रिनमा देखाउँ। यसमा तपाईँले इन्सर्टबाट पिक्चर गर्नुभयो र अनि त्यसपछि कुनै पिक्चर यसमा लिएर आएर इन्सर्ट गरिदिनु भयो भने यो पिक्चर अब यो डकुमेन्टमा एम्बेड भयो। यसलाई एम्बेड गर्ने भनिन्छ। अथवा यहाँ भएको कुनै चिज, जस्तो फर इक्जाम्पल यो दुईवटा प्याराग्राफ, यसलाई मैले कपी गरेँ, अनि त्यो मैले लगेर एक्सेलमा कतै मैले पेस्ट गरेँ। यो चाहिँ मैले वर्डको यो अब्जेक्टलाई एक्सेलमा लिएर आएर एम्बेड गरेको हो। वर्डको अब्जेक्ट एक्सेलमा लिएर आएर मैले युज गरेँ अनि यसलाई चाहिँ एम्बेडिङ गर्ने भनिन्छ। यसरी एम्बेड गर्दाखेरि जुन अब्जेक्ट यहाँ एक्सेलमा लिएर आएर पेस्ट गरियो र यो फाइल सेभ गर्दाखेरि यो अब्जेक्ट पनि अब एक्सेल सँगसँगै सेभ हुन्छ र यो एक्सेलकै अब्जेक्ट बन्छ। त्यस्तै गरेर मैले जुन यो वर्डमा पेस्ट गरेको पिक्चर थियो, यो पिक्चर छुट्टै अर्को कुनै फाइलको पिक्चर हो, अरू कुनै फाइलमा भएको कन्टेन्ट हो। त्यो कन्टेन्ट लिएर मैले डकुमेन्टमा पेस्ट गरेँ र अब मैले यसलाई सेभ गरेँ भने यो पिक्चर पनि यो डकुमेन्ट सँगसँगै सेभ हुन्छ। अनि यो डकुमेन्टलाई पछि तपाईँले पेन ड्राइभमा हालेर कुनै अरू कम्प्युटर लग्नुभयो, अरू कुनै ठाउँमा लग्नुभयो र त्यहाँ खोल्नुभयो भने पिक्चर त्यहाँ देखिन्छ, जबकि यसको फाइल तपाईँले कपी गर्नुभएको छैन। यसको फाइल कपी नगरिकन डकुमेन्ट मात्रै कपी गरेर लिएर जाँदाखेरि पनि यो पिक्चर त्यो ठाउँमा गएर खुल्छ। भन्नको मतलब यो पिक्चर डकुमेन्ट सँगसँगै सेभ भएको छ, डकुमेन्टमा नै सेभ भएको छ। यसरी कुनै अर्को एप्लिकेसनको अथवा अर्को डकुमेन्टको कुनै अब्जेक्टलाई आफ्नो डकुमेन्टमा प्रयोग गर्ने र त्यो गर्दाखेरि त्यो अब्जेक्टलाई पनि डकुमेन्टमै सेभ गरेर, डकुमेन्टमै एड गरेर राख्ने तरिकालाई चाहिँ एम्बेड गर्ने भनिन्छ। यो चाहिँ एम्बेडिङ गर्ने भयो। त्यस्तै गरेर लिङ्किङ गरेर पनि हामीले कुनै एउटा अब्जेक्टको चिज, कुनै एउटा डकुमेन्टको अब्जेक्ट अर्को अब्जेक्टमा कुनै एउटा डकुमेन्टको अब्जेक्ट अर्को डकुमेन्टमा प्रयोग गर्न सक्छौँ। फर इक्जाम्पल यसको म एउटा नयाँ सिटमा गएँ, यहाँ एउटा सानो बिल छ, सिरियल नम्बर, डिस्क्रिप्सन, क्वान्टिटी, रेट, अमाउन्ट। मैले सानो एउटा बिल मात्र बनाउन गइरहेको छु। ओके, फर इक्जाम्पल यो अब्जेक्ट एउटा एक्सेलमा अब्जेक्ट छ, यसलाई मैले कपी गरेँ, अनि वर्डको डकुमेन्टमा लिएर गएर कतै पेस्ट गरेँ, यहाँ पेस्ट। म यो पेस्ट बटनमा क्लिक गर्न सक्छु। ओके, एक्सेलमा यो अब्जेक्ट थियो, यो अब्जेक्ट वर्डमा आइपुग्यो र अनि त्यसपछि यहाँ आएर अब यो वर्डकै अब्जेक्ट बन्यो। यो चाहिँ एम्बेड गरेको भयो। अब एम्बेड नगरिकन तपाईँले यदि यो कन्टेन्टलाई यहाँ पेस्ट नगरिकन पेस्ट स्पेसल गर्नुभएको भएदेखि चाहिँ एउटा अप्सन आउँछ, पेस्ट लिङ्क भन्ने। पेस्ट लिङ्क भन्ने अप्सन पछि माइक्रोसफ्ट एक्सेलको वर्क अब्जेक्ट हो, यसलाई ओके गर्नुहोस्। सेम कन्टेन्ट यहाँ आयो। अब यसमा र यसमा फरक के छ त? यो लिङ्किङ गरेको हो भने यो चाहिँ एम्बेड गरेको हो। यो कन्टेन्ट वर्डको डकुमेन्टमै पेस्ट भएको छ। अब यो वर्डको पार्ट बन्यो भनेदेखि यो डकुमेन्ट चाहिँ वर्डको पार्ट होइन, वर्डमा स्टोर भएको छैन। यो एक्सेलमै छ यो फाइल र त्यसको लिङ्क मात्रै यहाँ आएको छ। लिङ्किङ गर्दाको फाइदा के हुन्छ र बेफाइदा के हुन्छ? जस्तो फर इक्जाम्पल यो 25वटा थियो, यसवटामा 55वटा वर्डमा भएको जुन हामीले लिङ्क गरेर राखेका थियौँ, यसमा पनि लिभिङ लिस्ट स्ट्रक्चर चाहिँ 55वटा आएको देखियो। माथिको हामीले जहाँ एम्बेड गरेका थियौँ, एम्बेड गरेकोमा चाहिँ यो चेन्ज भएन। भनेको यो अब्जेक्ट र एक्सेलमा भएको यो अब्जेक्टको बिचमा लिङ्क छैन।
त्यसकारणले यहाँ गरेको चेन्ज यहाँ देखिँदैन भने लिङ्किङ गरेकोमा चाहिँ यहाँ चेन्ज गरियो भने त्यो यहाँ पनि देखिन्छ। जस्तो यो 28 थियो, यसलाई मैले 88 बनाएँ। यो 88 इमिडिएटली हामीले लिङ्क गरेका अब्जेक्टहरुमा चाहिँ उत्तिखेर अपडेट हुन्छ देखिन्छ, तर एम्बेड भएकोमा चाहिँ 88 छैन। यो लिङ्किङ र एम्बेडिङ गर्ने तरिका चाहिँ यो भयो। तपाईले लिङ्किङ गर्नुपर्छ भनेदेखि चाहिँ पहिला कुन अब्जेक्टलाई लिङ्क गर्नुपर्ने हो त्यसलाई कपी गर्ने र अनि कहाँ लिङ्क गर्नुपर्छ त्यो ठाउँमा पेस्ट स्पेशल गरेर यो पेस्ट लिङ्क भन्ने अप्सन चुज गर्ने। त्यसपछि त्यसलाई ओके गरिदिएपछि यो लिङ्क भएर यहाँ देखिन्छ, यहाँ आउँछ। यो लिङ्किङ गर्ने तरिका भयो। एउटा एम्बेडिङ, एउटा लिङ्किङ। सेभ चेन्जेस मैले सेभ गर्ने यसलाई। ओके एम्बेड गर्ने भनेको चाहिँ जस्ट इन्सर्ट गरेर कुनै अब्जेक्ट डकुमेन्टमा राख्ने अथवा पेस्ट गरेर त्यो अब्जेक्ट डकुमेन्टमा राख्ने, कुनै पनि तरिकाले अरु एप्लिकेसनको अब्जेक्टहरुलाई यो एप्लिकेसनको यो डकुमेन्टकै पार्ट बनाइन्छ भनेदेखि त्यो चाहिँ एम्बेड गरेको हुन्छ। त्यसो नगरिकन जस्ट त्यो सोर्स अब्जेक्टसँग लिङ्क मात्रै राखेर अब्जेक्ट युज गरिएको छ भने त्यस्तो प्रकारको युजलाई चाहिँ लिङ्क्ड भनिन्छ। हामीले जब लिङ्क गर्छौं त्यो बेलामा त्यो अब्जेक्ट डकुमेन्टमा स्टोर हुँदैन, जस्ट ओरिजिनल फाइलसँग एउटा रेफरेन्स मात्रै स्टोर गर्छ र ओरिजिनल फाइलसँग नै यसले पोइन्ट गरिरहेको हुन्छ। अनि तपाईले फाइल कपी गरेर लिएर जाँदा जस्तो यो फाइल कतै कपी गरेर लिएर जानु भयो भनेदेखि सोर्स फाइल लग्नु भएको छैन भने लिङ्क गरेको अवस्थामा चाहिँ प्रब्लम हुन्छ, त्यो नदेखिन सक्छ। तर एम्बेड गरेको अवस्थामा त्यो देखिन्छ, त्यो सँगै गएको हुन्छ। यो त भयो एम्बेडेड र लिङ्क्डको के हो र कसरी गर्ने भन्ने कुरा। अब हाइपरलिङ्क्ड इज क्वाइट सिम्पल। हाइपरलिङ्क्डमा चाहिँ जेनरली यो एउटा ठाउँबाट अर्को ठाउँमा जम्प गर्नको लागि प्रयोग गरिने लिङ्किङ मेकानिजम चाहिँ हाइपरलिङ्क्ड हो। उही डकुमेन्टको डिफरेन्ट पार्टमा जानु पर्यो अथवा कुनै अरु डकुमेन्टमा जानु पर्यो भने जम्प गर्नलाई जुन लिङ्क राखिन्छ त्यो लिङ्कलाई चाहिँ हाइपरलिङ्क भनिन्छ। फर एक्जाम्पल जस्तो मेरो यो ठाउँ बुकमार्क गरिएको छ, लिङ्किङ यो वर्डलाई चाहिँ बुकमार्क गरेको छु मैले। इन्सर्ट बुकमार्क, यसको नाम मैले लिङ्किङ भनेर नाम राखिदिएँ। एड, त्यस्तै यसलाई पनि बुकमार्क गरेको छ, इन्सर्ट बुकमार्क। यसलाई एम्बेडिङ भनेर बुकमार्क गरेको छु भने अब अन्त कुनै ठाउँमा डकुमेन्टको अरु कुनै ठाउँमा मलाई यसको लिङ्क राख्नु पर्यो भने हाइपरलिङ्क प्लेस इन दिस डकुमेन्ट लिङ्किङ भन्ने हेडिङ अथवा लिङ्किङ भन्ने बुकमार्क, यो बुकमार्कलाई हाइपरलिङ्क राख्नु पर्यो। ओके, अब यसमा एउटा हाइपरलिङ्क आयो, लिङ्किङ भन्ने हाइपरलिङ्क। यसमा त्यो अब्जेक्ट देखिएको छैन अथवा त्यो अब्जेक्ट देखिँदैन, कुनै अरु ठाउँमा भएको अब्जेक्ट देखिने होइन, तर यहाँ क्लिक गरेर त्यो अब्जेक्टसम्म पुग्न सकिने हो। जस्तो मैले यसलाई क्लिक गरेँ भने लिङ्किङमा जम्प भएर आयो। त्यस्तै अब यहाँ कतै मैले एम्बेडेड सी एम्बेड यो टेक्स्टको मैले एम्बेड भन्नेमा हाइपरलिङ्क राखेँ। एम्बेड हाइपरलिङ्क, यो हाइपरलिङ्क कहाँ राख्ने भन्दा प्लेस इन दिस डकुमेन्टको बुकमार्कको एम्बेडिङ भन्ने यो बुकमार्कमा हाइपरलिङ्क राख्ने। ओके, भने यो एउटा हाइपरलिङ्क क्रिएट हुने भयो। यसमा क्लिक गर्दाखेरि युजर जम्प गरेर एकैचोटि एम्बेडिङ जान सक्ने भयो। यसरी एक ठाउँबाट अर्को ठाउँमा जम्प गर्नको लागि विदिन द सेम डकुमेन्ट हुन सक्छ यो अथवा अरु कुनै डकुमेन्टमा पनि हुन सक्छ। वेल, यस प्रकारले एम्बेड, लिङ्क्ड र हाइपरलिङ्कलाई प्रयोग गर्न सकिन्छ। इन समरी, एम्बेड भनेको कुनै अरु डकुमेन्टको अब्जेक्ट यो डकुमेन्टमा प्रयोग गर्ने, पेस्ट गरेर यही डकुमेन्टको प्रोपर्टी, यही डकुमेन्टको पार्ट बनाएर प्रयोग गर्नेलाई एम्बेड गर्ने भनिन्छ। कुनै अर्को डकुमेन्टको अब्जेक्टसँग लिङ्क मात्र राखेर यो डकुमेन्टमा प्रयोग गर्ने, त्यो अब्जेक्टलाई यो डकुमेन्टमा स्टोर नगर्ने, सेभ नगर्ने र सोर्समा केही चेन्जेस गरियो भने त्यो चाहिँ हामीले युज गरेको ठाउँमा पनि अटोमेटिक चेन्ज होस् त्यो तरिकाले यदि अब्जेक्ट प्रयोग गर्नुपर्ने छ भनेदेखि त्यसलाई लिङ्क गर्नु पर्यो। लिङ्क्ड पेस्ट भयो त्यो। अनि हाइपरलिङ्क्ड चाहिँ जस्ट टेक्स्टमा लिङ्क राख्नु पर्यो विदिन द सेम डकुमेन्ट अर कुनै अन्त भएको डकुमेन्टसँग लिङ्क राख्नु पर्यो भनेदेखि चाहिँ त्यसलाई चाहिँ हाइपरलिङ्क्ड भन्ने भयो। होप कन्सेप्ट बुझ्नुभयो होला। यदि कुनै कन्फ्युजन भयो भनेदेखि कमेन्ट गर्नुहोस्, म यस बारेमा अरु फर्दर एक्सप्लेनेसन गर्नेछु। यदि तपाईका पनि कुनै प्रश्न अथवा जिज्ञासा छन् भनेदेखि मसँग सोध्न सक्नुहुन्छ। त्यसको लागि एमसीक्यू सेट्समा गएर साइट्स भन्ने मेनुमा क्लिक गर्नुहोस्। साइट्सको एमसीक्यू सेट्सको मेन वेबसाइट खुल्छ, त्यसको आस्क भन्ने मेनुमा आस्क एमसीक्यू सेट्स भन्ने
लिङ्क दिएको छ। त्यसमा क्लिक गर्दा आस्कको पेज खुल्छ। यो पेजको लास्टमा स्क्रोल गर्दै जानुभयो भने अन्तिममा गएपछि एउटा कमेन्ट बक्स छ। त्यो कमेन्ट बक्समा आफ्नो क्वेसन टाइप गरेर पोस्ट कमेन्टमा क्लिक गर्नुहोस्। त्यो भयो भनेदेखि यो पेजमा त्यो क्वेसन देखिन्छ र यहाँ पोस्ट भएका क्वेसनहरूलाई म क्रमशः समाधान गर्ने कोसिस गर्छु। तर प्रश्न पोस्ट गर्नुभन्दा अगाडि यो क्वेसन यसको बारेमा चाहिँ साइटमा अलरेडी छ वा छैन त्यो निर्खेल गरेर मात्रै पोस्ट गर्नु होला। यसले तपाईँको पनि समय बचत गर्छ र मेरो पनि। अलरेडी क्वेसन यो साइटमा छ वा छैन भनेर चेक गर्नको लागि चाहिँ यहाँ टपमा लेफ्टतिर तपाईँको एउटा सर्च बक्स छ। तपाईँले सोध्न गइरहेको क्वेसन के हो त्यो क्वेसन यहाँ टाइप गरेर सर्च गर्नुभयो भनेदेखि यदि अलरेडी छ भने यहाँ देखिन्छ। तपाईँको पनि जिज्ञासा त्यतिखेर नै समाधान हुने भयो। यदि यहाँ भेटिएन भनेदेखि चाहिँ पोस्ट गर्नु होला। हस्, फेरि अर्को भिडियोमा भेटौँला। आजलाई यति नै।